यसलाई लमजुङ दरबार र कालिका मन्दिर भन्छ। यो 1540 मा स्थापना भएको र अहिले हाम्रो यो मन्दिरको परिसरभित्रमा हाम्रो यशोवर्मा शाहको शालिग स्थापना भएको छ। यो ठाउँमा आएपछि एकदम सुन्दर ठाउँ छ। यो ठाउँबाट आएर हाम्रो 13वटा नाम भएको हिमालयहरू देख्न सकिन्छ र त्यही माथि यहाँ बसोबास गर्नको लागि हाम्रो नेपालको स्थित होमस्टे छ। देवी सर्वभूतेषु शक्तिरूपेण संस्था नमस्तस्यै 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 नमो नमः। यसको किंवदन्ती धेरै पुरानो छ। जब शाहवंशको चाहिँ उदय भयो 1550 मा छन्। त्यो बेलाबाटै चाहिँ यहाँको चाहिँ यो लमजुङ दरबार शाहवंशको चाहिँ यो इतिहासमा चाहिँ सुनौलो अक्षरले लेखेर बसेको छ। विशेष गरेर यसको महत्त्व के छ भनेदेखि यो अत्यन्तै जाडो हुने जो पुष माघको समय छ, त्यो बेलामा यही हाम्रो बेसरमा चाहिँ दरबार थियो, त्यहाँ गएर पनि बसोबास हुन्थ्यो। त्यहाँबाट फेरि अलिकति चाहिँ यो शरद ऋतुको चाहिँ जो असल कार्तिकको समय हुन्छ, त्यो बेसी सहरबाट गाउँ सहरमा सरेर यहाँ बसिन्थ्यो, यहाँबाट राजकाज गरिन्थ्यो। त्यो किंवदन्ती सुन्न पाइन्छ इतिहासमा। र त्यसपछिको चाहिँ अत्यन्तै गर्मी मौसममा हाम्रो चाहिँ माथि चाहिँ गढी पुरानपुर गढी छ, त्यहाँ गएर पनि एकदम राम्रा राम्रा चाहिँ मन्दिरका भग्नावशेषहरू छन्। त्यहाँ गएर चाहिँ राजकाज गर्ने परम्परा पनि हामीले इतिहासमा चाहिँ सुन्न पाइन्छ, देखिन्छ। यहाँ ऐतिहासिक धरोहर रहेको छ। जस्तै लमजुङ दरबार 16औं शताब्दीमा निर्माण भएको छ। शाहवंशको उद्गम स्थल पनि यही हो भन्दा हुन्छ।